वृन्दावन शाहको एकीकरण अभियानभन्दा अगाडि आज झन्डै 1000 वर्षभन्दा पहिले धनपाल राजाले शासन गरेको यो ठाउँलाई धनपालगढी भनेर भनिन्छ। यो पनि एउटा त्यो बेला एउटा राज्य थियो। एकीकरण भइसके पश्चात पछि यहाँको अवस्था, यहाँको दरबार, यहाँ भएका प्राकृतिक र धार्मिक महत्त्वका सामानहरू कता गए भन्ने कुरा चाहिँ धेरै हराए, खोजनीतिको विषय हुन्छ। तर पनि यो एउटा ऐतिहासिक र धार्मिक रूपमा महत्त्वपूर्ण बेलबारी नगरपालिका वडा नम्बर 5 खसिनीको स्थानीय तहको लागि एउटा गौरवको स्थान बनेको हो। यसले यस वडालाई, यस स्थानीय तहलाई अरू अन्यत्र छरछिमेकमा स्थानीय तहहरूमा चिनाउनु महत्त्वपूर्ण भूमिका खेलेको छ। यो एउटा इतिहास हो। यो गढी पहिला राजा धनपालले शासन गरेको ठाउँ हो। हामी राजा धनपाललाई हात्तीमा सवार गरेको यो मूर्तिमा देख्न सक्छौँ। यो गढीको संरक्षण गरिराखौँ यहाँको स्थानीय तहका लागि र यहाँ बसोबास गर्ने स्थानीयका लागि पनि अति नै फाइदाजनक रहन्छ। हामी यस जङ्गलको वरिपरि घुम्यौँ। यहाँ पहिला धेरै पोखरीहरू थियो। यो वेटल्यान्ड हो, सिमसा क्षेत्र। अहिले खास यहाँ पानी छैन, पोखरी पनि सुक्खा छ, सुकेको छ, पानी नै छैन। यहाँको मान्छेहरू अनुसार पहिला यहाँ 6-7 जति पोखरी नै थिएन। अहिले एउटा मात्रै पोखरी छ, त्यो पनि सुकेको छ। जङ्गल पहिला एकदम घना थियो अरे, अहिले चाहिँ पातलो छ। यो आसपासको क्षेत्रको एकदम महत्त्वपूर्ण पिकनिक स्पटको रूपमा पनि लिइन्छ। धनपालगढीको मन्दिरभित्र मूर्तिहरू पनि रहेका छन्। पुरातात्विक महत्त्व बोकेका पहिलेका पुराना मूर्तिहरू छन्। यहाँ मान्छेहरूको यस धनपाल मेलामा राजा धनपालले धनको पालन गर्ने र धनलाई बचाइराख्ने जनविश्वास रहिआएको छ। त्यही भएर पनि यहाँ मान्छे पूजाआजा गर्ने र आफ्नो भाकलहरू चढाउने गर्नुहुन्छ। यदि तपाईँ धनपालगढीमा आउन चाहनुहुन्छ भने वैशाख 10 गते आउन सक्नुहुन्छ। यहाँ वैशाख 10 गते ठुलो मेला लाग्छ। यस आसपासका सम्पूर्ण मान्छेहरू गर्छन्। यहाँ धेरै ठुलो मेला लाग्दाखेरि धेरै भिडभाड हुने गर्छ। वैशाख 10 गते प्रत्येक वर्ष वैशाख 10 गते मेला लाग्ने गर्छ। यसका अलावा आफूलाई पाएको पर्ने समयअनुसार सिजनमा पिकनिक खान आउनेहरूको पनि यहाँ भिडभाड नै हुन्छ। हामी यहाँ यो भिडियो सुट गर्ने क्रममा पनि मान्छेहरू पूजाआजादेखि लिएर पिकनिकहरू खानेहरूको पनि भिडभाड नै थियो। एकदम रमाइलो छ र हरियाली शीतल जङ्गलको बिचमा रमाइलो, एकदमै रमणीय स्थान, सहरको नजिक एउटा स्थान हो यो। यहाँ खसिनी 5 बेलबारी नगरपालिका अन्तर्गत पर्छ यो। यसले यस स्थानीय तहको शोभा पनि बढाएको छ। प्राकृतिक सौन्दर्य र ऐतिहासिक एउटा गढीको रूपमा रहेको हुनाले यस ठाउँलाई चाहिँ पर्यटकीय दृष्टिकोणबाट पनि यसको सम्भाव्यता बढाएको छ। तर अलिकति यसको भौतिक संरचनाहरूमा कमै नभए तापनि त्यहाँ भएका संरचनाहरूको व्यवस्थापनका लागि चाहिँ अलिकति कमजोरी चाहिँ भएकै हो। यसमा अलिकति फोहोर मैलाको व्यवस्थापनदेखि लिएर हरेक कुराहरू चाहिँ अलि व्यवस्थापकीय पक्षबाट अलिकति कमजोरी चाहिँ देखेको चाहिँ हामीलाई लाग्यो।
फोहोर मैलाहरूको व्यवस्थापन उचित हुन सकेको चाहिँ छैन। बाँकी चाहिँ जे होस् यहाँ भएको पहलहरू राम्रै छ, धेरै राम्रो छ। वरिपरि पर्खाल राखेर यसलाई तारबार गरेर सुरक्षित राखिएको छ। भित्र सम्पूर्ण आवश्यक संरचनाहरूको पनि निर्माण गरिएको छ। सबैभन्दा एकदम आकर्षण केन्द्रको रूपमा यहाँ भनेको राजस्थान पालको हात्तीमाथि सवार मूर्ति एकदमै सुन्दर देखिन्छ। यहाँ जङ्गलमा विभिन्न पन्छीहरू चराचुरुङ्गीहरू कराएको आवाज पनि मजाले सुन्न पाइन्छ। एकदम आनन्दमय ठाउँ छ यहाँ। यो वरिपरिको बस्ती पनि त्यस्तो घना छैन, पातलो बस्ती छ। खेतीपातीहरू गर्ने ठाउँ हो, रमाइलो ठाउँ छ। मलाई पिकनिकको लागि एकदम उपयुक्त स्थल हो यो। पिकनिक स्पटको लागि पनि व्यवस्था गरिएको छ यहाँ। पानीको व्यवस्था, शौचालयको व्यवस्थादेखि लिएर सम्पूर्ण व्यवस्थाहरू चाहिँ यहाँ मिलाइएको छ। यसको लागि तपाईँहरूले चिन्ता गर्नु पर्दैन। पिकनिक आउन सक्नुहुन्छ, घुम्न आउन सक्नुहुन्छ जतिखेर पनि। र वैशाख 10 गते चाहिँ स्पेसल्ली यहाँ मेला लाग्ने छ। मेलामा ठुलो भिडभाड हुने गर्छ। फोहोर पनि राखिदिएको। ग्रिनी आयो नि, अल्गो अल्गो माथि माथि देखाउनु। पानी यो पोखरीमा पानी छैन, जानु चाहिँ हुँदैन भन्छ।